जुजलपा नमस्ते श्रोताहरू, आज पनि आइपुगिसकेका छौँ हामी युनिक साक्य रमशङ्कर थापा समय सन्दर्भ लिएर। श्रोताहरू, आजको कार्यक्रममा हामीले एकजना हाम्रो कीर्तिपुर नगरपालिका वडा नम्बर 1 का हाम्रा श्रोता हुनुहुन्छ। उहाँ अहिले होम आइसोलेसनमा बस्नुभएको छ, सुशीला महर्जन। आज हामी उहाँसँग कुराकानी गर्छौँ र उहाँको अनुभवहरू र उहाँले भोग्नु परेका पीडाहरूलाई समेटेर यहाँहरूलाई केही ज्ञान होस् भनेर हामी उहाँसँग कुराकानी जोड्दैछौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। पहिला म सुशीला महर्जनज्यूलाई कार्यक्रममा स्वागत गर्छु। सुशीलाजी, कार्यक्रममा यहाँलाई स्वागत छ। हजुर, नमस्ते जजलपा, धन्यवाद। नेवा एफएमको यो समय सन्दर्भमा हामी समसामयिक विषयहरू प्रस्तुत गर्छौँ। अहिले देशमा चाहिँ कोरोनाको महामारी छ, यो विषयमा श्रोताहरूलाई अलिकति यो ज्ञान दिनको लागि, अलिकति हुन त सबै शिक्षित छन्, सबैलाई यो ज्ञान छ, तर पनि तपाईँहरूको अनुभवले उहाँलाई बढ्ता शिक्षा मिल्छ कि भन्ने आशाले मैले तपाईँलाई आज कार्यक्रममा जोडेको छु। तपाईँलाई अहिले कस्तो छ ठ्याक्कै भन्नुपर्दा? खासै त्यस्तो गाह्रो त त्यस्तो केही पनि थिएन। अब पहिला आजबाट मेरो 12 दिन भयो। हजुर, यो तपाईँको मेरो चाहिँ अलि चाहिँ अरू रोगले चाहिँ समस्या भएको थियो पहिला चाहिँ। अनि त्यही सिलसिलामा आफ्नो यो उसमा के अरे यो आफ्नो तिहारको बेलामा मैले टाइममा खाना नपाएर हो कि भनेर कि यो ग्यास्ट्रिकले हो कि भनेर म एक डक्टरसँग मैले सल्लाह गरेको छु। उहाँले चाहिँ मेरो यस्तो यस्तो भएछ, जिउ अलिक दुखेछ, म के गरौँ डक्टर भन्दाखेरि चाहिँ डक्टरले चाहिँ एकचोटि त्यो पिसिआर टेस्ट गर्नु पहिला अनि म हलभरि चेक गरिदिन्छु भन्नुभयो कि एससिडीमा। अनि हुन्छ भनेर म बुधबार बिहान त्यहाँ पुगेँ, हस्पिटल पुगेँ। त्यहाँबाट चाहिँ मेरो चाहिँ बेलुका त्यो रिपोर्ट आउँदाखेरि चाहिँ पोजिटिभ आएछ। अनि मेरो त्यस्तो फिलिङ त्यस्तो चाहिँ केही छैन, खालि अलिक जिउ दुखेको होइन, जिउ दुख्दाखेरि जाँदाखेरि चाहिँ पोजिटिभ आएछ। अब यो आज 12 दिन भयो भनेपछि आज हाम्रो 14 गते, तपाईँ 2 गते चाहिँ टेस्ट गर्न जानुभयो? हजुर, बुधबारबाट 1 हप्ता भयो, आजबाट 12 दिन भयो। हजुर, भाइटिका मङ्गलबार भयो होइन, बुधबार 2 गते। अनि त्योभन्दा अगाडि तपाईँहरू अन्य रोग पनि छ भन्नुभयो। कस्तो किसिमको रोग थियो पहिला यहाँलाई? मलाई अलिक ग्यास्ट्रिकले सताउने। हजुर, पहिलादेखि थाइराइड थियो। थाइराइड। अनि त्यहाँबाट मलाई छिनछिनमा जिउ दुख्ने के, जिउभरि सुत्नै नसक्ने गरी जिउ दुख्ने। हजुर, टाइममा अलिक खान नपायो कि जिउ दुख्ने कि, यो अहिले भएको समस्या। म एउटा विश्व स्वास्थ्य अभियान त थिएँ। अनि म अभियानमा जाँदाखेरि मेरो टाइम खाने चाहिँ टाइम अलिक नमिलेर मेरो यो समस्या भएको होइन। अनि सकेसम्म म त टाइममा खाएकै छु, तर पनि मलाई नहुने कि, त्यही भएर अलिक जिउ दुखेकोले मात्र म जताउनु गएको त पोजिटिभ आएछ। त्यहाँबाट मलाई 2-3 दिनसम्म त मलाई गन्ध आउने, त्यो बास्ना, त्यो नाकले, मुखले चाहिँ त्यस्तो केही छैन, नाकले चाहिँ आउँछ, तर 3-4 दिन पछाडि चाहिँ मैले केही नभएको, म रुगाखोकी पनि मलाई छैन, तर पनि मेरो यो नाकले चाहिँ केही गन्ध नआउने के, गन्धहरू नआउने त्यस्तो भएछ। अरू चाहिँ मलाई चाहिँ त्यस्तो खासै गाह्रो चाहिँ त्यस्तो केही भएको छैन। हजुर, अब यहाँले भन्नुभयो सरसफाइ अभियन्ता भनेर, कस्तो किसिमको सरसफाइ भनौँ, समाजमा कसरी सरसफाइ अभियन्ताको काम के कस्तो भन्दाखेरि यो एउटा समाज भन्दाखेरि आफ्नै इच्छा खुसीले गरेको हो। यो हाम्रो कीर्तिपुर सफा गर्दाखेरि मैले पाएको यो एउटा अवसर हो, काठमाडौँ फोहोर भएर पाएको एउटा अवसर हो। किन भन्दाखेरि आफ्नो टोल पहिला म पहिला यो नेवालमा रेस्टुरेन्टमा म पहिला 15-16 वर्ष अगाडि चाहिँ फर्स्ट टाइममा म स्टाफ थिएँ। 5 वर्ष मैले त्यहाँ काम गरेँ। अनि त्यहाँबाट चाहिँ कीर्तिपुर महोत्सव आयो। कीर्तिपुर महोत्सवको लागि हामी महिलाहरू मिलेर सफा गर्दाखेरि त्यहाँबाट पाएको यो एउटा अवसर हो। हामीले गरेर नहुने केही छैन होइन। मैले सफा गर्दाखेरि समाज सफा हुँदो रहेछ भन्ने चाहिँ मैले सोचले चाहिँ
म अब जहाँ जहाँ सफा फोहोर छ त्यहाँ सफा गर्दै हिँड्ने हो, जहाँ सफा गरे त्यहीँ बस्ने त्यहीँ खाने, त्यहीँको स्थानीयहरूलाई समेटेर होइन यो फोहोर भनेको यस्तो हो, यस्तो गर्नुपर्छ, हजुरले फोहोरै गरेन भने चाहिँ सफा गर्नै पर्दैन, 1 मिनटको हजुरको टाइमले गर्दाखेरि फोहोर हुने हो, किन भन्दाखेरि हजुरले 1 सेकेन्डमा त्यो चौचौ खायो फ्याँक्यो, केरा खायो फ्याँक्यो, सुन्तला खायो फ्याँक्यो, त्यसले हुने हो भनेर सबैलाई यो जनचेतनामूलक गर्दै जस्तै उहाँहरूलाई भन्दै सफा गर्दै हिँडेको हजुर। यसरी अब सफाई अभियानमा आफ्नो नगर सफा गरौँ भन्ने अभियानमा तपाईँ लाग्दै भोलिन्टियरली अब भनौँ न निःशुल्क यो सेवा गर्दै तपाईँ यसरी सङ्क्रमित हुन पुग्नुभयो। अब यो सफाई अभियन्तालाई मात्रै लाग्छ भन्ने छैन, यो सबैलाई लाग्न सक्छ यो रोग। अनि तपाईँको यो कामको हामी एकदमै प्रशंसा गर्छौँ। भित्री दिलले पनि म तपाईँलाई धन्यवाद दिन चाहन्छु। स्वयंसेविकाको रूपबाट यो नगर सफाइमा आन्दोलन गर्नुभयो, सबैलाई चेतना जगाउनु भयो, यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। नगर सफा होस्। अनि म यहाँलाई अब कुरा अगाडि बढाउन चाहन्छु। अहिले तपाईँले समाजमा चाहिँ अब यसरी काम गर्दै पनि आफू सङ्क्रमित हुनुभयो, समाजमा कुनै किसिमको अब कसैले हेला गर्ने, कसैले छिछि गर्ने, अलिक घृणा गर्ने यस्तो किसिमको कुनै अनुभव गर्नुभएको छ? छैन हजुर, छैन, त्यस्तो केही घृणा छैन अहिलेसम्म। साथीहरू पनि अब साथीले भन्छ कि अब उहाँहरूलाई पनि पहिला रुगाखोकी लाग्छ, मेरै सरेको हो भन्छ साथीहरूले। अब उहाँहरू चाहिँ टेस्ट गर्न गएको छैन, त्यहाँ अब सिकामल खायो, घरमै रेस्ट गऱ्यो, 2-4 दिन रेस्ट गऱ्यो, उहाँलाई निको भयो। मेरो चाहिँ समस्या अर्कै समस्या भएकोले देखाउनु गएकोले मात्रै यो अहिलेको यो सिचुएसनमा त सबैजनालाई अब यो के अरे देखाउँछ जस्तो लाग्छ मलाई मेरो साथमा। अब जताउनु साथीहरूले भन्छ म जताउनु गयो भने मलाई पनि लाग्छ होइन, त्यस्तै हो, यसमा डराउनु पर्ने केही कुरा छैन। भोलिपल्ट साथीहरू घरमा आउनुभयो, मलाई त डर लाग्दैन, मलाई त्यस्तो केही छैन भन्छ होइन। जे आफूलाई चाहिने हो बाहिरबाट बोलाउँछ, साथीहरू हेर्न आउँछ, बाहिरबाटै हेरेर कहिले काहीँ बाहिरबाटै हेरेर जान्छ होइन। आफूलाई चाहिने सामान जति सबै साथीहरूले फोन गरेर फोन मार्फत पनि उहाँहरू भन्नुहुन्छ कि के के चाहिन्छ हामी पुर्याउन आउँछु भनेर भन्छ। यस्तो अहिलेसम्म समाजमा हेला भनेको मैले पाएको छैन, राम्रै छ यो चाहिँ अहिले। पहिला यो सुरुको समयमा चाहिँ कोरोना सङ्क्रमितहरूलाई अलिकति समाजमा हेला गर्ने हाम्रो चलन देखिएको थियो। अहिले चाहिँ सबै सचेत भइसक्नु भएको अवस्था पनि छ। अनि साथीहरूले यसरी फोन कल गरेर सान्त्वना दिने, आत्मबल बढाउने कुनै किसिमको अब टिप्स दिने, यसो गर्दाखेरि तपाईँको मन प्रफुल्ल हुँदो होला है? साथीहरूको उसबाटै मैले एकदम प्रेरित हर्षित भएको छु। मलाई केही भएको छैन अहिलेसम्म, गाह्रो त्यस्तो केही भएको छैन। पहिला 1-2 दिन गाह्रो भएको, जिउ सब दुख्यो, मैले रेस्ट लिँदाखेरि 2 दिन रेस्ट लिँदाखेरि चाहिँ मलाई त्यस्तो केही गाह्रो छैन। हजुर, पक्कै पनि। अब यो आइसोलेसनमा बस्दाखेरि एकदम अब तनाव हुन्छ, कस्तो किसिमको फिल भएको छ अहिले तपाईँलाई? त्यस्तो तनाव त्यस्तो मैले केही फिलिङ गरेको छैन हजुर। अब यो प्रकृतिको दिन हो होइन, म भन्छु प्रकृतिले नै दिएको होइन। अब यो सबैलाई हुने चिज हो होइन। यसलाई हामीले मनोबल कम गऱ्यो भने आफूलाई असहज जस्तो हुन्छ नि होइन, आफूलाई गाह्रो हुन्छ होइन। त्यही भएर कारणले मैले यो सबैमा हुने हो, मलाई मात्र भएको होइन होइन। मैले दुनियाँ सबलाई मैले देखेको छु कि मेरो साथीहरू पनि धेरै छ यो सङ्क्रमित भएको होइन। त्यही भएको कारणले मैले अहिलेसम्म मनोबल त्यस्तो केही खासै त्यस्तो गाह्रो भएको त्यस्तो मैले चाहिँ सोचेको छैन। म आफ्नो नियम पालन गर्छु होइन। त्यही भएर आफ्नै रुममा बसिरहेको छु, अर्कै ठाउँमा गएको छैन। गाह्रो त्यस्तो केही भएको छैन, त्यस्तो फिलिङ मैले केही सोचेको छैन। अनि अब यो अहिलेको अवस्थामा कस्तो छ भने हाम्रो समाजमा फैलिसकेको छ यो कोरोना, सामाजिक स्तरमै फैलिसकेको छ। अब अहिले भन्नुपर्दा म आफै गएर PCR टेस्ट गरेँ भने मलाई पनि हुनसक्छ, भएको हुनसक्छ। कतिले आफ्नो रोग प्रतिरोधात्मक क्षमताबाट त्यसलाई डाउन गरेर जितिरहेका हुन्छन्। कतिमा लक्षण देखिन्छ, कतिमा लक्षण नदेखिने किसिमको यो रोग हो। त्यसैले मुख्य कुरा आत्मबल बढाउनुपर्छ है। अनि यहाँले अनि यो आइसोलेसनमा बसिरहँदाखेरि खानेकुराहरूमा केही परिवर्तन गर्नुभयो कि साधारण खानेकुराले नै चलिरहेको छ? यो खानेकुरामा चाहिँ मैले बारेको चाहिँ त्यस्तो केही छैन हजुर, सबै खाएको छु। दिनको 3 पटक त्यो के अरे बाफ लिने हजुर, के अरे तातो पानी। त्यसमा चाहिँ मैले यो युट्युबमा हेरे जस्तै त्यो के अरे
हाम्रो त्यो पूजामा राख्ने कपुर भन्छ नि, ओ त्यो कपुर राख्ने, पहिला पानी तताउने अनि कपुर राख्ने, त्यसमा सन्तुर 2 थोपा हाल्ने हैन। यसरी चाहिँ मैले दिनको 3 पटक बास लिएको छु। हजुर अनि मैले अहिलेसम्म चिसो पानी चाहिँ खाएको छैन। हजुर त्यो भएको दिनदेखि म दिनको 4-5 बियर ग्लासले चाहिँ म तातो पानी खाइहाल्छु। हजुर म दिनको 4-5 पटक खाना पनि खाइहाल्छु, इभन तपाईँको फुडहरू हजुर हजुर होइन। ब्रेकफास्ट बिहानदेखि चाहिँ 4-5-6 चोटि नै मैले खाएको छु। हजुर हजुर यसमा चाहिँ सबभन्दा पहिला चाहिँ तातो पानी नबिलाउने हजुर होइन, कहिल्यै नतुताउने तातो पानी। त्यहाँबाट चाहिँ खाने चाहिँ जति खान सकिन्छ त्यसले चाहिँ कोरोनाले गर्छ जस्तो लाग्छ, मेरो फिलिङ होइन, मैले गरेको। त्यही भएर मलाई त्यस्तो गाह्रो त्यस्तो केही छैन। मैले खानेकुरा सबै खाएको छु, मासुदेखि लिएर साग पात दाल होइन। दाल खानासँग खाने पनि अनि पिउने पनि दाल, त्यो तातो तातो दाल होइन। अनि मैले सिटामोल चाहिँ दिन अब बिहान 10 बजे चाहिँ 2 चक्की खान्छु, त्यहाँबाट 2 बजे पछाडि चाहिँ 2 चक्की खान्छु, त्यहाँबाट बेलुका सुत्ने बेला 2 चक्की खान्छु। भिटामिन सी हो कि यो मेरो उसमा दिएको चाहिँ म त्यो चाहिँ दिनको 3 वटा खान्छु, होइन बिहान र बेलुका खान्छु। त्यही औषधि खाएर छु अहिले। सिटामोल दिनको 2 चोटि भन्ने, बिहान 2 चोटि भन्नाको मतलब 2 ट्याब्लेट होइन, बिहान 1 चक्की बेलुका 1 चक्की। त्यो चाहिँ भिटामिन पक्कै पनि यो मैले त राम्रो हेरेकै छैन। हजुर, कोरोनालाई चाहिँ हामीले आत्मबल एकदम बढाएर यसलाई जित्छु भन्ने आत्मबल बढाउनु भयो भने हामी यसलाई पक्कै पनि जित्न सक्छौँ। र यो सामान्य रोग भनेर पनि ठान्नु हुँदैन हामीले। हजुर हजुर है, यसलाई सामान्य रोग भनेर पनि ठान्नु हुँदैन हो हजुर। यसलाई हामीले जति सक्छ त्यति तातोले नै गर्नुपर्छ। हजुर, चिसो चाहिँ हुँदैन। हजुर, पक्कै पनि यो चिसोले गर्दा आउने रोग हो। हजुर, त्यसैले तातोले मैले यो हट ब्याग प्रत्येक दिन अहिलेसम्म राखिरहेको छु मेरो छातीमा। ए हजुर, चिसो चाहिँ हुँदैन यसलाई चाहिँ। खोकीको अवस्था के छ? खोकी लाग्छ कि अहिले के छ? खोकी त्यस्तो केही लाग्छ छैन, पहिलादेखि लागेको थिएन? छैन, खोकी लाग्छ। अनि खानेकुरामा चाहिँ भनौँ न, हाम्रो नेपाली खानेकुरा साधारण दाल भात तरकारी भनौँ न, यस्तै किसिमको बाहेक कोरोनाको लागि भनेर अर्को किसिमको मेन्यू बढाउनु भएको छ त छैन है? छैन, मैले त त्यस्तो अरू साधारण त्यही हो, हामी जे खान्छौँ त्यही खाएको, तातो तातो खाने हो, टाइममा खाने हो होइन, तातो पानी खाने हो, त्यही हो। मैले अरू थाहा छैन। अनि यो गुर्जो भन्ने हुन्छ एक थरी आएको थियो नि? गुर्जो मैले सुनेको छु तर मैले खाएको छैन है। अनि मेडिकलहरुमा आफ्नै यो छ नि, यो हाम्रो दालचिन सुकुमेल त्यो के भन्छ लौङ सुकुमेल भन्छ नि, लौङ सुकुमेल, हजुर, त्यस्तो मसलाहरू राखेर अनि त्यो बेसार छ नि, बेसार तिमुर राखेर चाहिँ पानी खाएको छु तताएर। त्यो हामी पनि नियमित पिउँछौँ। हजुर, त्यो दालचिनहरू राखेर बेसरी तताउने, 1 ग्लास 2 ग्लासको 1 ग्लास मात्र बनाउने, त्यसलाई पिएको छु। हजुर, अहिले हाम्रो समाजमा चाहिँ कोरोना संक्रमित कस्तालाई देखिएको छ भने भनौँ न, अब राजनीति गर्ने भनौँ न, वडा समाजसेवीहरू भनौँ न, उहाँहरू वडा के अरे नगरपालिकाका प्रमुखहरू भए, वडा अध्यक्षहरू भए, त्यसरी समाजसेवा गर्नेहरू भए, अनि तपाईँहरू जस्तो स्वास्थ्य समाजसेवीहरू भयो, अनि स्वास्थ्य कर्मीहरू भयोलाई नै बढ्ता सङ्क्रमण देखिएको छ। किनभने तपाईँहरू फर्स्ट फ्रन्टलाइनमा जानुहुन्छ, त्यसमा त्यतिखेर सजगता अपनाउँदै पनि सर्न सक्ने सम्भावना छ। अनि यसरी सर्दाखेरि मुख्य कुरा, अब तपाईँ जसरी सङ्क्रमित भइहाल्नु भयो र अहिले नियमित उपचारबाट तपाईँ रिकभर हुँदै हुनुहुन्छ, अब हाम्रा श्रोताहरूलाई यस्तो किसिमको सङ्क्रमण नसरोस् भन्ने किसिमबाट नसरोस् भन्नको लागि कुनै उपाय बताइदिनुहोस् न अलिकति। हजुर, म सबैलाई यही बिन्ती गर्छु कि हजुर, प्राय अब आफूलाई केही पनि भएको छैन फिलिङ भएको मान्छेहरूले पनि हजुर यो समयमा तातो पानी खानु राम्रो हो, खाइदिनुहोस् होइन, चिसो खाँदै नखानुहोस्। बाहिर जाँदाखेरि मास्कको प्रयोग नै गर्नुहोस्, सकेसम्म मास्क नै प्रयोग गर्नुपर्छ, सकेसम्म होइन कि आफूले गर्नै पर्ने होइन, चिसोबाट चाहिँ बच्नु पर्यो यसमा चाहिँ होइन। खानेकुरा चाहिँ टाइममा अहिलेको सिचुएसनमा खानै पर्छ होइन। त्यसले गर्दाखेरि अब तातो पानी र खाने चिज त्यसले गर्दाखेरि कसैलाई सर्दैन। म सबैलाई यही बिन्ती गर्छु कि आफू होस् क्लियर होस् या आफू चाहिँ उसै भएर हिँड्नुहोस्, जहाँ गए पनि भिडभाडमा नजानुहोस्
होइन यो लाग्दैन म यहाँ जान्छु उहाँ जान्छु भनेर नगर्नुहोस् कि यो आफूले नसोचेको होइन आफूलाई कहाँबाट लाग्छ र यो लाग्दैन यो भनेको हावा कुरा हो भनेर नहिर्नुहोस् होइन यो लाग्न सक्छ होइन यसलाई चाहिँ धेरै हामीले चाहिँ केयर गर्नुपर्छ म सबैलाई यही भन्न चाहन्छु हजुर धन्यवाद अब आफूले केयर गर्दा गर्दै पनि तपाईँहरू सङ्क्रमित हुन पुग्नुभयो भनौँ न तपाईँलाई त पहिल्यै थाहा छ नि यस्तो किसिमको रोग लाग्छ भनेर थाहा हुँदै पनि यसरी सर्न सक्ने सम्भावना भएकोले कसैले पनि हेल्थ चेक नगरिदिनु हुन म पनि अनुरोध गर्छु सुशीलाजी अब वडा नम्बर 1 मा हुनुहुन्छ है कीर्तिपुरको वडा नम्बर 1 हैन वडा नम्बर 1 थम्बहाल त्यहाँनिर अरू वरपर अरू सङ्क्रमितहरू पनि कति छन् होला है याद छ हुन त पहिला थियो यहाँ उहाँहरूको चाहिँ भइसक्यो निको भइसक्यो यहाँ चाहिँ अस्तिदेखि नै छ यो यहाँ सुरुदेखि नै 1 नम्बर 2 नम्बर वडा धेरै लाग्ने त यो तपाईँको स्वास्थ्य कर्मी हो यहाँ मेरो अगाडि स्वास्थ्य कर्मी एउटा छोरी हुनुहुन्छ उहाँको चाहिँ 3 पटक आइसोलेसनमा बसिसक्नु भयो होइन उहाँको चाहिँ अहिले चाहिँ निको भयो अहिले उहाँ घरमा 12-13 दिन बस्नुहुन्छ फेरि आफ्नै काममा टिचिङमा जानुहुन्छ त्यस्तै अर्को चाहिँ त्यो फ्याक्ट्रीमा काम गर्ने उहाँहरूको पनि परिवारै भएको उहाँहरूको पनि अस्ति त्यो यो तपाईँको तिहार अगाडि नै त्यो उहाँको निको भइसक्यो अहिले चाहिँ खासै त्यस्तो चाहिँ कोही पनि थिएन यता मैले जानेको सुरुदेखि नै हाम्रो कीर्तिपुरको वडा नम्बर 1, 2, 10 मा चाहिँ अलिकति व्यापक सङ्क्रमण फैलिएको थियो है त्यसैको मारमा यहाँ पनि पर्नुभयो र अनि म अन्त्यमा यहाँलाई के भन्छु भने एकपटक तपाईँले अब यो निको भइसकेपछि फेरि दोहोरिने सम्भावना पनि छ है यसको हजुर त्यसैले सचेत रहनु होला भविष्यमा म फेरि यहाँलाई हाम्रो कार्यक्रममा जोडेर हाम्रा श्रोताहरूसँग यहाँको अनुभव सेयर गरिदिनु हुन म अनुरोध गर्दै आज म यहाँबाट छुट्टिन्छु है त धन्यवाद भविष्यमा पुनः जोड्ने आशा गर्दै स्वस्थ रहनु होला छिट्टै रिकभर होस् भन्ने आशा राख्दै म आज यहाँबाट छुट्टिन्छु धन्यवाद उहाँ हुनुहुन्थ्यो सुशीला महर्जन कीर्तिपुर नगरपालिका वडा नम्बर 1 का निवासी हुनुहुन्छ उहाँ स्वयंसेविका स्वास्थ्य सरसफाइ अभियन्ता हुनुहुन्थ्यो र यसका साथै अब आजको कार्यक्रमको समय सकिनै आँटेको छ म आजको कार्यक्रमबाट बिदा माग्छु युनिक साक्य र शङ्कर थापालाई बिदा दिनुहोस् नमस्ते शुभया